लाखमा सामुदायिक खेलकुद राखेको छ। भन्ने ठाउँ छ। त्योभन्दा पनि उता छ टाढा र त्यो के खैरा त्योभन्दा टाढो हो। तपाईँ भोटकोटेसम्म पुग्नुभयो भने त्यसै 4 नम्बर वडा नै भेट्छ। 4 नम्बर अलिक पारी छ। यतातिर पनि खानी छ र यहाँ माथि केन्द्र खानी चाहिँ छ। यता त बुझे यता पनि यतातिर बाटो पनि आउँछ। यो चाहिँ अब तपाईँको यो चाहिँ घिउ खानी भयो। यो अहिले उतातिर जाने चाहिँ होइन। यो चाहिँ तपाईँ केन्द्र खानी जाने ठाउँ हो। यतैबाट त्यो भर्ताबाट एउटा खानी हेरौ थियो के भर्ताबाट उतातिरको होला खानी हेराउँदै होइन नि। यो घिउ खानी हो। यो अहिले यो केन्द्र खानी चाहिँ तपाईँको 1 साल 2 साल जति लाग्यो। कैलाश पर्छ जसो कैलाशको 7 नम्बर 8 नम्बर 7 नम्बर आशिष
ए यो क्लासको ए अहिलेसम्म म 7 नम्बर मात्र नपुगेको हो क्लासमा यो पनि हेरिहाल्यो अब त्यो त हेरेको यता त आएको थिएन नि पारी बाटो मैले उतै हुँदाखेरि मैले अनुमान गरेको थिएँ मलाई 4 नम्बर दिन्छ भनेर यहाँ आएपछि केही दिनमा म त्यो के जस्तो हट्टाबाट ल त्यो पारीमा हुन्छु है पारीमा हुन्छु अब हिजोतिर मलाई 90 रुपियाँ भेट्नु भएको थियो कि यसो आशा आएको बेला अनि सोचेँ अब यो बिहा के हो भेटेको पैसा कसको हो कसलाई कहाँतिर खोज्ने अनि फेरि त्यो हुन्छ नि इलिगल कमाए मान्छेलाई त्यो हुँदैन अरे अनि फेरि अब लुगाहरू धुनु पर्छ साबुन किन्नु पऱ्यो अरे सोचेर पैसा गोजीमा हिजो आए अफिसतिरबाट फेरि रुम जाँदाखेरि साबुन लिन बिर्सेछु यसरी गोजीमा हात दिँदाखेरि पैसा झरिसकेछ कहाँ झऱ्यो जुन कि मलाई त्यो गोजीमा राख्ने बेला नै लागिरहेको थियो क्या अहिले अफिस जानुपर्छ के थाहा हराइहाल्छ पैसा कि भेटाएको पैसा हो हराइहाल्छ कि पैसा त्यो भेटाएको पैसा हो एकचोटि अब घरबाट आउँदै थिएँ बसमा 1200-1300 रुपियाँ थियो अनि बसको भाडा दिएँ अनि राखिहालेँ अब कहाँ राखेको थियो बिर्सेँ अनि उता पथलैयाबाट बिरगन्जीमा बस्थेँ अनि त्यो पथलैयामा खाँदाखेरि मेरो माइन्डमा यस्तो गर्यो कि मेरो पर्स छरियो कि भनेर छुट्यो पर्स छुट्यो कि भनेर मनमा आयो मनमा आउँदाखेरि होइन ब्यागमा राखेँ अब जति खोजे पनि पर्स भेटाइरहेको छैन ल पर्स छुट्यो यानि कि इभिनिङ हुनुभन्दा कुनै घटना घट्नुभन्दा जस्ट 1-2 मिनट यसो झल्को जस्तो आउँछ कुनै मनमा आउँछ शङ्का भइसकेपछि रियल भइसकेको